गुड मर्निङ एभ्रिबडी। राति चाहिँ म एकदम थाकेर सुतिहालेछु। यस्तो थाकेँ कि हामी 10:30 बजे टोन एक्सप्रेस चढेको हरिद्वारबाट। अहिले चाहिँ बिहानको 8:30 भइसकेको छ। सो यो हाम्रो फर्स्ट एसी क्लास हो। यस्तो आराम चाहिँ एकदम राम्रो छ। एउटा मान्छे थियो, ऊ चाहिँ बरेलीमा उत्र्यो। एकदम आनन्ददायी सफा छ। अघि बिहान आएर सबै साफ पनि गरिसक्यो उनीहरूले। चार्जिङ पोइन्टहरू एकदम राम्रो हो। फर्स्ट एसी क्लास हो। एकदम आफ्नो क्याबिन टक्कै लक गरी हो। कोही पनि आउनु सक्दैन यहाँनिर। बाहिरको सिन पनि यस्तो खालको छ। आज चाहिँ बादल पनि अलिक कम छ। सब खेतीपातीहरू हेर्दै जाँदैछु हामी। पनि मजाले पुग्यो हो। अब चाहिँ हामी अहिले 11 साढे 11 बजीमा चाहिँ तपाईँको आदित्य धाम पुग्दैछौँ। आदित्य धाम पुग्नेवाला छौँ 11:30 बजी चाहिँ। आजदेखिको हाम्रो साइड सिन चाहिँ आदित्य धाम बनारस यस्तै हुनेछ। यहाँ सब्जी आफ्नो यहाँ सुन्नुमा मस्त छ। चिया पानी खाजा नास्ता सब खाएर हामी यहाँ रेस्ट गरिरहेको छु बाहिरको नजारा हेर्दै। बाहिरको एकछिन देखाउँछु म। यस्तो छ सबै। फर्स्ट एसी बस हो हाम्रो चाहिँ। यो X1 हाम्रो यहाँ थियो, एउटा F1 मा पाएको थियो, एन्ड आवरमा कन्फर्म भएको थियो हाम्रो। एन्ड मतलब 4 घन्टा अगाडि एउटा पर थियो। सबै हामीले टिटीसँग मिलाएर चाहिँ यहाँ एउटै कोचमा हामीले पाएको छु। एकदम राम्रो छ। एकदम टक्कै आफ्नो क्याबिनमा कोही आउनु पनि सक्दैन, कोही डिस्टर्ब पनि छैन। आजको दिन यसरी सुरु भइरहेको छ।